पहिरो भन्दा चर्को छैन ल यहाँबाट खसिरहनु चाहिँ चाहियो भिडियो बनाउन किनकि पानी बनाउने हिँड्या पानीको दुःख पाइयो मेरो पल्ला गोपाल ठुल्दा र म पानी बनाउन जान लागि छौँ बाटो चाहिँ धेरै नै अप्ठ्यारो र गाह्रै छ देखाउँछु सबैले मिलाएर हामी वहाँ जानलाई आएको बाटो यस्तो छ तल यस्तो छ भित्तातिर पाउनु छ दुईजना गरी हिँडी जाउँ बाटो चाहिँ खतरनाकै छ होला जे होस् जवाना गाडीले गरे बिगारे पानी बनाउन जान चाहिँ जे होस् डरै छ लडियो भने सिद्धि हो अनि चाहिँ ठुलो हाम्रो यो चप्पल फुकाल्ने ठाउँ नि थियो नि साँच्ची कहाँ हो खोइ बुवासित जाँदा त मलाई चप्पल फुकालिवरी गइदिउँ बुवा र म चिप्लिन्छ भनेर पानी यस्तो छ पानीको ताली बाटो यस्तो छ ल डर मर्दो हिँडिसक्नु चाहिँ होइन पुग्नुपर्छ हो म बिस्तारै जाँदै काम गरेर अलिअलि देखाउँछु मिलाएर बाटो चाहिँ कतिले छैन लडियो भने चाहिँ चैट आज झन् हस्टेल भाइ खाना दिँदाऊ पानी बनाऊ खाना चाहिँ हिँडियो के गरी काट्नु नि त्यहाँ त्यहाँ गएर काट्ने चाहिँ के रहेछ नि अनि चाहिँ आमा बाटो त सिसियो त्यताउतिले चिप्लै रहेछ हस्टेल मान्छे खैँचियो भने काम छैन सिद्धो पानी बनाउन आउनुको दुःख ल अनि चाहिँ ल म रोक्छु माथि पुग्नु छ अहिले अर्को कन्टिन्यू गर्छु अनि चाहिँ यहाँको नि यसो मिलाएर लैजाउँ यहाँनिर छ बनाउनु पऱ्यो पानी छैन पानी चाहिँ गरेर गयो भने वाटरफल दामी छ ल माथिदेखि आउँछ पानी गर्दाखेरि यस्तो छ पानीको मुहान बनाउँछ यस्तो छ ठुलबा त्यतापट्टिकोमा हुनुहुन्छ म यतापट्टिकोमा कसलाई सकिन्छ कि भनेर हेर्दैछु गर्दैछु म यहाँ कहाँनिर छ यसको पाइपे भेट्दैन म खोटल्छु अहिले बनाउँछु भिडियो हाम्रो झरना पानी खानालाई चाहिँ नि आउँछ नि ठुल्बा तँ पनि हो बाटो पहिरो भन्दा चर्को छैन ल यहाँबाट खसिरहनु चाहिँ चाहियो पानी बनाउनु चाहिँ यो बनाएर नि आइयो अब स्थिर जाउँ बनाउँदैछु म पानी गर्नु छ पानी सानी गर्दैछु कहाँ हिँडे पुरुषोत्तम भाइ ए म त कोरेछ यो भन्ठाने पो त पानी बनाउन आएको अङ्कल पानी बल्ल बल्ल बनाइयो
ठुलबारोमा मात्रै आइदियो त्यहाँ ठुलबाबु त अलिकति एक निम्ठो घाँस काट्नु पऱ्यो रे भन्नुभयो अनि ठुलबालाई घाँस काट्नु भनेर छरिदिएर म तेर्सिएँ ल अङ्कल म गएँ बिस्तारी है खोइ फोन आएर बोल्न लानु भएछ त्यो नि बनतिर मान्छे आइरहन्छन् चिने मान्छे खानु परेको वहाँ पर अर्को एउटा भिर छ मेन गाह्रो त्यो भिर कटौँ अनि त्यसपछि पानी मिलाएर घरबाट काम गर्ने त्यो पानी चाहिँ बनाएर आइजियोस् दुईजना गयो ठुल्बा घाँस लिन भन्नुभयो म चाहिँ हिँडी अब मेरो कहाँ केही छैन बस्ती सस्तु केही छैन त्यही भएर मलाई त घाँस सासको केही मतलब छैन त्यही भएर कोचो काँडाले दामी ठाउँ छ त ठाउँ चाहिँ हाम्रो चाहिँ जस्तो गयो नि यस्तो छ यस्तो बाटो हिँड्छु चाहिँ विकास गर्ने भनेर बाटो खनिदिएँ बाटो नि यस्तो छ अनि चाहिँ पारितिरको यो बाख्लो आले भन्छ यो गाउँलाई जाँदैछु बिस्तारी यस्तै हो अब यो अर्को एउटा पहिरो छ पहिरै जस्तो छ फेरि छ नानी म जस्तोले अघि भिडियो बनाउँछु सोचिरहेको थिएँ बिना जाने बेला फर्किने बेला एक्लै भइन्छ भनेर एक्लै आउँदाको सधु भयो भनेर गरेर यस्तो छ यहाँ जाउँ गुट्टु मेरो बिहामा जान्छु बिहा माथिल्लोपट्टि पैसा चाहिँ सायद अप्ठ्यारो हुन्छ होला म भिडियो काट्छु अब जाने चाहिँ ठाउँ खोज्नु पर्ने छ बाटो यस्तो छ एउटा म भिडियो चाहिँ बनाउने पाएँ तर पहिरो पाखातिर गर्दाखेरिलाई Man versus Wild Bear Hills. Yes. झन्डै गुडे ओजे टाढा हिँड्नुपर्छ यस्तो भिड पहिरो छ बल्लमा ठाउँमा है म जान्छु ठाउँ गाह्रो क्या कति नै अब एउटा टक्क निस्किन्छु म खतरा भ्यू देखाउँछ त्यहाँबाट हाम्रो जुनै पाखा भन्ने ठाउँ पर्छ म अहिले अब यहाँबाट दामी ठाउँ चाहिँ यस्तो छ लैमाक्लाले उपारि उतिर तल भयो यो कुनामा यो चाहिँ पार्वती स्कुल बढिया कलेज स्कुल त्यही हो यस्तो छ एउटा सानो काम छ यसलाई पानी यत्तिको ओडेसी पानी आयो यति गरेर यत्तिको ओडेसी पानी आयो अब म परे गएर कन्टिन्यू गर्छु अहिलेलाई चाहिँ राखेँ मैले